थाहा छ है हामी सबैजना जुन स्टक बढेको छ हैन जुन स्टक ब्रेकआउट दिन खोजिरहेछन् त्यतै स्टक हेरिरहेछौँ है हामी कोही पनि कुनै पनि स्टकमा पोटेन्शियल छ भने त्यतातिर हामी आँखै लगाइरहेको छैनौँ हैन युएमआरएस पनि त्यही मध्यमा एक हुन सक्छ सुरुमा बुझौँ हामी यसको स्ट्रक्चर ओपीआर भ्यालिड भयो ओपीआर भ्यालिड हुने बित्तिकै यो लेभलबाट सेलिङ एन्ड देन यो एरियामा ओपीआर को एरियामा म भन्छु नि कहिले पनि ब्रेकआउट बाइ नगर्नु भनेर ब्रेकआउट भयो प्राइस तलतिर है त्यसपछि पनि फेरि पनि बजार यही एरिया टेस्ट गर्दै तल आइरहेछ है अब हजुरहरूले बुझ्नु पर्यो कि अब मैले यहाँ पोजिसन कसरी बनाउने त मसँग माथिको टार्गेट छ अहिलेको लागि हजुरले यदि यहाँ पोजिसन बनाउनु हुन्छ भने यो एरिया हजुरको पोजिसन बनाउने एरिया हो ओके यदि हजुरले यो एरियामा पोजिसन बनाइरहनु भएको छ भने स्टप लस हजुरले तलको एरियालाई दिनु होला स्टप लस हजुरले यो एरियालाई दिनु होला यो माथिको एरियासम्म राख्नु होला 750 देखि 770 को तर यो पोजिसन लिँदै गर्दा हजुरले यो जुन पहिला ओपीआर भ्यालिड भएको एरिया छ नि यहाँ 20 देखि 30% बुक गर्नु होला सिम्पल है यदि यो ब्रेक गरेर रिटेस्ट आएको खण्डमा फेरि त्यही पोजिसनलाई हजुरले एड गर्न सक्नुहुन्छ यो ब्रेकआउट अलिकति माथिबाट पनि तल आउन सक्छ तर प्रोबेबिलिटी हाई छ किनभने हामीसँग यहाँ ग्याप छ यो ग्यापले फेरि पनि प्राइसले एकचोटि तल पठाउँछ हो त्यो बेलामा हजुरले पोजिसन बनाउनु होला एन्ड देन यो माथिको र्यालीमा लगभग 700 देखि 750 को रेन्जसम्म हजुरहरूले यसलाई प्रफिट बुकिङ गर्न सक्नुहुन्छ